एउटा ब्रदरले भन्नुभएको रहेछ, ब्रदर यो जुन यो ह्यान्डल छ नि, यो मोबाइल अड्याउने गोप्रोहरू अड्याउने ह्यान्डल तपाईँले लुकिङ ग्लासमा राख्नुभएको रहेछ, कतिको हल्लिएको छ भनेर सोध्नुभएको रहेछ। मैले पहिला लुकिङ ग्लासमा राखेको थिएँ। भिडियो बनाउँदा अब हल्लिने नहल्लिने भन्ने कुरो चाहिँ यस्तो हो क्या, तपाईँले अब टाइट गरेर राख्नु हो भने, अनि अब तपाईँले खिच्ने क्यामेराको स्टेबलाइजर चाहिँ राम्रो छ भने होइन, खासै भिडियो हल्लिँदैन होइन। तपाईँले लुज गरेर राख्नु हो भने, क्यामेराको स्टेबलाइजर राम्रो छैन भने चाहिँ हल्लिन्छ है भिडियोहरू होइन। त्यही भएर अब यसको विषयमा चाहिँ भन्नुपर्दाखेरि यो जहाँ राखे नि हुन्छ। मैले पहिला लुकिङ ग्लासमा राखेको थिएँ, यहाँनिर अड्याएर राखेको थिएँ भने होइन। अब अहिले चाहिँ यहाँनिर हालेको छु। यसलाई अब यतातिर हाल्दा नि मिल्यो, यता उसतिर होइन। तपाईँले कुन एङ्गलबाट कसरी भिडियो खिच्दै हुन्छ त्यो अनुसारै हाल्न सक्नुहुन्छ, तर टाइट गरेर राख्नु पऱ्यो क्या, नर्सी राम्रोसँग बस्नुपर्छ। अनि भिडियो खिच्ने क्यामेरा तपाईँको के छ, अब जस्तै आइफोन छ कि होइन, अरू गोप्रोहरू छ कि होइन, त्यो छ भने अब स्टेबलाइजर राम्रो भएको क्यामेरा छ भने चाहिँ खासै हल्लिँदैन होइन। अब क्यामेरा सेटिङहरू पनि मिलाउनु पर्ने हुन्छ कतिपय उसमा चाहिँ होइन। स्टेबलाइजर राम्रो भयो भने खासै हल्लिँदैन, भिडियो राम्रो आउँछ।